हेलो साथीहरु, दर्शन नमस्ते अनि स्वागत छ हजुरहरुलाई फेरि पनि हाम्रो नयाँ भिडियो हैन ब्लगमा हैन। अनि कोरियामा चाहिँ छुसाकको बिदा सुरु भइसकेको छ अनि त्यही भएर हामी चाहिँ आज घुम्न जाँदै छौं। म यहाँ कोरिया आएदेखि थेजन बाहिर गएकै थिएन अनि फर्स्ट टाइम आज चाहिँ हामी थेजन बाहिर जाँदै छौं। सो हामी कहाँ जान्छौं के गर्छौं, सो स्टे ट्युन गाइज। अनि अर्को कुरा मैले चाहिँ हेयर कलर गरेको कस्तो देखेको छ हैन। ल तपाईलाई पनि स्वागत छ। हेलो। छोरो चाहिँ रोएर हामीलाई सताइराछ। खाली कतै जाने भनेपछि यसको रुन सुरु हुन्छ, हैरान पार्छ हामीलाई त। कहिले खुसी हुन्छ? बाबु बाबु कहाँ जान लाइछियो? कहाँ जान लाइछियो? यसको मोटी छैन। नो हो नो 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 नो। जय सुत्यो कि नै? हामीसँग यहाँ दाइ पनि जाँदै हुनुहुन्छ। हेलो भन्दिनु न। सो साथीहरु, हामी चाहिँ ट्रेन स्टेसनमा आइसक्यौं। हेरेको छ ट्रेन स्टेसन खाली अनि सफा खाके पुरै। फोटा खिचेछ? किन आउनु भयो? के भन्छ? ल साथीहरु, ट्रेन आयो। उताबाट अर्को ट्रेन आउँदैछ। ट्रेन आयो कोरियाको ट्रेन। ट्रेन आयो दुईटा एकैचोटि आयो नि। धान पाकेर यहाँ चाहिँ धान सबै किन चाहिँ यस्तो मजाको खोला आयो। खोला धान कस्तो राम्रो देखेको थियो। उठ्दै एकछिन रोप्दै यहाँ ढले छ। थ्रु प्लाट पुरैमा धानेर सो साथीहरु, हामी चाहिँ यहाँ आइसक्यौं। हामी चाहिँ आज सुवन आएको छौं अनि आउँदाखेरि चाहिँ एकदम बाबुले सताएर अनि यताउति गरेको आगो मेट्रो चढेको भिडियो गर्नै पाएन। अनि पानी पनि एकदम आइराछ के आज घुम्न भन्दा आएको पानी आएर यस्तै भएको छ। अनि त्यही भएर हामी चाहिँ सिधै होटलमा आएर अनि एकैछिन रेस्ट गरेर अब फेरि निस्किँदै छौं। पानी त परिरहेको छ, त्यही पनि अब छाता किनेर छाता ओढ्दै घुम्न भन्दा आएपछि त घुम्न त जानु पर्यो। सो अब हामी जाँदै छौं, रुमबाट निस्किँदै छौं। ओ यहाँ चाहिँ पानी परेर यस्तो छ। यस्तो पानी परेर बिजोग भएको छ। हामी अब कसरी घुम्न जाने हो? जानु दुगुर्दै। ल हाम्रो मेट्रो आइसक्यो। मेट्रो आयो आयो आयो। फर्स्ट टाइम मेट्रो चढ्दाको अनुभव फर्स्टचोटि भिडियो गर्न सकेन किनभने यहाँले सताएर हुइ गयो त। हामी त यहीँ उम्मिरहेको। यति जाम प्याक रहेछ। प्याक रहेछ नि, यहाँ बस्न पाइएन अहिले।
घुम्न भनेर आएको हैन घुम्न भनेर आएको हाम्रा दुई कुराले साह्रै सतायो आज। एउटा यो छोरो सताको सताइ छ, हैरान पारेछ। अनि अर्को फेरि यो पानी, हे भगवान् कति आएको के यो पानी, आएको आई छ पुरै पानी कति एकचोटि आयौँ यहाँ घुम्न भनेर आएर फर्केर गएर अनि फेरि आउँदैछौँ के, तर पानी स्टपै हुन्न। आएको आई छ, रात पर्न लागिसक्यो, हामी कतै घुमेकै छैनौँ अझै। एकदमै ठुलो लाइब्रेरी चाहिँ कता खोज्नुपर्छ। यहाँ चाहिँ कपडा, जुत्ता, मोबाइल तिनै छन् सबैभन्दा फर्स्ट फ्लोरमा। अब त्यो लाइब्रेरी चाहिँ टिकटक एकदम देखिरहेको हो नि त, अनि कता त्यो चाहिँ खोज्नुपर्छ। एकदम ठुलो छ यो चाहिँ, यति धेरै मान्छे छन्। फेरि यो बिदा भएर होला नि त छुसकको सबै घुम्न आएका, अनि लास्टै भिड के, लास्टै जो भिड छ के, जताको त्यस्तै। ल यहाँ चाहिँ एउटा सानो लाइब्रेरी जस्तो रहेछ, तर हाम्रो देखेको त ठुलै थियो। यहाँ यस्तो सानो यो चाहिँ बच्चाहरूको लागि रहेछ। सबैजना बसेर पढिरहनु भएको छ। लाइब्रेरी बाबुले नि पढ्छ कि बुक? अझै योभन्दा नि माथि छ होला। वाउ कति ठुलो हो के नि, तल हेरौँ न। यहाँबाट तल हेर्दा चाहिँ यो अझै माथिमा कति हो नि, अझै कति माथि छ भाइ। मान्छे हेर्नु न कति छन् के, पुरै प्याक छ उता कति मान्छे। साथीहरू आइयो ल स्टार फिल्डमा लाइब्रेरी। वाउ कति ठुलो हो त भने, कति ठुलो रहेछ यता, कति प्याक हो नि हैन। म पनि त्यहाँ उम्रिन्छु अनि तपाईँ भिडियो गरिदिनु। कति ठुलो हो। यहाँ मान्छेहरू बुक पढ्न भन्दा पनि फोटो भिडियो बनाउन आउँछन् होला नि। कति ठुलो आइछ नि। तपाईँलाई केही भन्न छ? म त भिडियोमा हेर्दा हो घुमेरै नसक्ने समानले केही रहेछ यति रहेछ। एक्सपेक्टेसन गर्छ माथिसम्म हैछ के पुरै। त्यो भिडियो बनाउनु चाहिँ उता माथि देखिरहेछ। टिकटकमा कति थियो नि त न, 1 2 3 4 भनेर बनाउने वाला। भिडियो बनाइदिने मान्छे चाहिँ हो त्यहाँ, अनि त्यसपछि भिडियो बनाउने मान्छे चाहिँ हो त्यहाँ आइछ बस्ने अनि बनाउने भिडियो। ओहो आज यिनी पनि खुसी छिन् आज। अहिले उडेर जान्छ चप। सो आज लाइब्रेरी पनि देखियो, टिकटकमा मात्र देखिन्थ्यो नि। पुरै प्याक छ। बाबु छोप ल दिनु। मैले कसरी खिचेन सन्ध्यालाई रेडी हो भने के भनेको तिम्रो त जिम टिमबाट सानो देख्छ मान्छेलाई। ल
सो हामी चाहिँ लाइब्रेरी हेरेर बाहिर निस्किसक्यौँ अनि बाहिर चाहिँ यस्तो चिसो छ, पानी परिरहेको छ, कस्तो पानी परिरहेको के। अनि बाहिरबाट यस्तो देखिन्छ चाहिँ स्टार फिल्ड पनि घुमियो साथीहरू। ओह यता रोएर यस्तो छ है, यस्तो केटाकेटीसित घुम्न आएछु नि हुन्थ्यो र रोएको रोइ सताएर हैरान छ। अब हामी चाहिँ रुममा फर्किँदैछौँ।